आज म झोला यहीँ राख्नु हौ कान्छी किन बोकिरहनु आज म यहाँ गुम्बामा ढुनिया चढाउनु गरेर आइपुगेँ हिजो अस्तितिर आउन सकिनँ सर्दीले उल्टै अरूलाई बिमार सारेर पाप गर्छु होला जस्तो लाग्यो र आज आएको वाङ्गेल र पप्पा पनि आएको थियो तर वाङ्गेलले चिङचिङ गरेर बाहिर निकालेर लगेको छ अन्त आज ढिने चढाएर 12 बजेदेखि उता चाहिँ वाङ अरे के अरे उस होला हौ जिङ्सा छ भन्ने भन्दैछ अब हेरौँ जस हामी आएको जिन्सामा अहिले अरू आउँछ होला नानीहरू अनि उरुहरू लक्की उरुहरू यहाँ छ हाम्रो सबैजना खाना खानु जानुभयो हामी त प्लेटहरू ल्याएन हो त्यसले गर्दा हामी यहीँ बसिरहेको छु आज हामी सबैजना खानासाना खाइसक्यो अनि यहाँ बसिरहेको छ भात खायो है भात खायो पहिला त के थियो त पहिला त अब हामी आलु खनेर यहाँ आलु चढाउनु आउँथ्यो यसपालि त छैन आलुहरू पनि रोप्दैन हो पहिला त 3 बोरा आलु लानुपर्ने कम्पलसरी हो त्यस्तो थियो जमाना अहिले त छैन आलु रोप्दैन हामीलाई किनेर खानुपर्छ अन्त त्यस्तै हो अहिलेको हामी आइरहेको स्कट मेसिनमा पानी गटङडङ पर्दैछ अरे याङ्कीले गगासँग बसिरहेको छ हामी त भइरहेछ अहिले सबैजना भित्र बसिसक्यो अब लामाहरू आउनुहुन्छ लामाहरू आउने टाइममा हामी सबैजना उठ्नुपर्छ आज सायद माने सक्छ होला आज हामी फर्स्ट दिन हो यहाँ जिन्सा गरेको यता चाहिँ सेतो अरे यता चाहिँ जिन्सा सक्यो बकुलाका ढेङ्गाले लमिनी जस्तो भएर बस्नुपर्छ मजा आउँछ आज जिन्सा सक्यो है पेटेन जिन्सा सक्यो है एक्स्ट्रा ठेङ्गा अरे एक्स्ट्रा ठेङ्गा त कहाँ होला त्यो ढेङ्गा गर्निँदैन 108 मा हुँदैन 100 गर्नुपर्छ यस्तै ठेङ्गा ल्याइदिनु बसिरहेछ सबैजना जिन्सामा यस्तो माने छ घुमाउने त्यो यस्तो काम सकाएको पप्पा काम सकाएको सकायो काम सकाएको ए ल भोलिको छक सफा गरेको अरे गड या टार्जेन लुजुम अब जानुपर्छ होला हामी गरे जानुपर्छ होला